नमस्कार सबैजनालाई। आज हामी गुरु स्कुल एपको डेमो गर्न गइरहेको छौँ। लेट्स स्टार्ट है त। यो हाम्रो ल्यान्डिङ पेज रहेको छ अनि यो चाहिँ लाइट मोडमा रहेको छ। अब हामी स्टार्ट लर्निङमा क्लिक गरेर एप सुरु गर्छौँ। अब यहाँ चाहिँ सुरुमा लगइन गर्नुपर्ने हुन्छ अनि गुगल एकाउन्टबाट लगइन गर्न मिल्छ र गुगल एकाउन्टबाट लगइन गरेपछि हजुरहरूले रजिस्टर गरेर आइडी पासवर्ड लिन सक्नुहुन्छ र आइडी पासवर्डबाट पनि गर्न मिल्छ। गुगलबाट लगइन गर्दाखेरि यस्तो इन्टरफेस आउने गर्छ। यो चाहिँ हाम्रो ड्यासबोर्ड रहेको छ अनि डार्क मोडमा चाहिँ यस्तो देखिन्छ हाम्रो ड्यासबोर्ड। सुरुमा चाहिँ मिस्टर भनेर हाम्रो नाम राखेको छ र डेली स्ट्रिक भनेको डेली हामी कति दिन एक्टिभ भयौँ रेगुलरली त्यो भन्यो। टोटल मार्क्स, टोटल इक्जाम्स र गुरु स्कुल रहेको छ। अनि एक्टिभ इक्जाम्समा हाम्रो अहिले करेन्टली कुन कुन इक्जामहरू छन् त नि भनेर त्यो देखाउँछ। भने तल हाम्रो सब्जेक्ट्सहरू देखाउनेछ। अहिले हामी मेडिकल ब्याचमा छौँ, त्यही भएर सब्जेक्ट्सहरू जियोलोजी, फिजिक्स, म्याथ र केमिस्ट्री अनि बोटनी रहेको छ। अनि रिसेन्ट एक्टिभिटीमा चाहिँ हाम्रो प्रिभियस क्वेसनहरू के गऱ्यौँ त्यो देखाउनेछ। अनि इक्जाम्समा गयौँ भने चाहिँ हामीलाई यहाँ सिइईको मक टेस्टको इक्जाम मोडलहरू देखाउनेछ। माथिपट्टि विकली टेस्टहरू हुनेछ। विकली टेस्ट चाहिँ हरेक शनिबार हुने गर्छ, जुन चाहिँ 3 घन्टा 12 बजीदेखि 4 बजीसम्मको हुनेछ अनि त्यतिखेर मात्र दिन मिल्छ। अनि माथि रहेको छ हाम्रो पिवाइक्यू प्र्याक्टिस भनेको छ, जुनमा चाहिँ प्रिभियस इयर क्वेसनहरू प्र्याक्टिस गर्न मिल्छ। अनि सिइईको ब्याचकोले सिइईको मात्र मोडल क्वेसन गर्न मिल्छ। त्यहाँ गएर मोडल क्वेसनमा सिइई मात्र सेलेक्ट गरेपछि त्यो देखाउनेछ। जस्तै मैले एउटा इक्जाम सेलेक्ट गरेँ भने 3 घन्टाको टाइम यसरी सुरु भएको छ र हामीले मानव मैले ऱ्यान्डमली केही क्वेसनहरूको एन्सर गरेँ। ल अब सबमिट गरौँ। सबमिट हुँदैछ र हाम्रो टोटल मार्क्स आएको छ -1.3, किनकि 5वटा मिस्टेक आएको छ। 5वटा टोटल एन्सर गरेकोमा 5वटै रङ आएको छ। अनि हाम्रो यहाँ पर्फर्मेन्स चार्टहरू देखाउनेछ। अनि सब्जेक्ट वाइज मार्क हाम्रो कति आयो त्यो देखाउनेछ। अनि हरेक क्वेसनको एन्सर र हामीले दिएको अप्सन, हामीले दिएको एन्सर, करेक्ट एन्सर र एक्सप्लानेसन सहित त्यो हामीलाई दिनेछ। जुन चाहिँ अनएन्सर क्वेसन, रङ क्वेसन र रङ क्वेसन होइन रङ एन्सर अनि राइट एन्सर हो, तिनीहरूको हामीलाई डाटा दिनेछ। त्यहाँबाट हामीले मजाले एनालाइज गर्न मिल्यो। हामीले के गलत गऱ्यौँ, के सही गऱ्यौँ सबै हेर्न मिल्यो। र अब यसपछि हामी ड्यासबोर्डमा फेरि गयौँ र त्यसबाट हामीले एक्टिभ इक्जाममा गएर पिवाइक्यू प्र्याक्टिस भन्नेमा जान्छौँ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले सब्जेक्ट वाइज अथवा युनिट वाइज अथवा च्याप्टर वाइज हामीले क्वेसनहरू सल्भ गर्न सक्छौँ। र त्यसको लागि चाहिँ हामी एकछिनमा देखाउनेछौँ। र यसमा नोट्समा भने हाम्रो हरेक सब्जेक्टको नोट्सहरू हुनेछ, जुन चाहिँ करेन्टली 11-12 को नोट्स रहेको छ। ल अब क्वेसन सेलेक्ट गरौँ। हामीले 10वटा क्वेसन सेलेक्ट गऱ्यौँ। सब्जेक्टमा गएर हामीले म्याथ सेलेक्ट गऱ्यौँ। म्याथको नि युनिट हामीले मानवमा स्ट्याटको सेलेक्ट गऱ्यौँ र कोरिलेसन एन्ड रिग्रेसन सेलेक्ट गरेर स्टार्ट प्र्याक्टिस गऱ्यौँ। अब त्यसपछि हामीलाई 10वटा क्वेसन कोरिलेसनबाट सोध्यो। हामीले चाहिँ त्यसलाई 1 by 1 एन्सर गर्नुपर्ने हुन्छ। एउटा एन्सर गऱ्यौँ, त्यो करेक्ट छ कि छैन उसले भनिदिन्छ र हामीलाई सोल्युसन पनि दिनेछ। त्यसरी नेक्स्ट क्वेसन गएँ, नेक्स्टको नि क्लिक गरेँ, सबमिट गरेँ, त्यसले सोल्युसन मलाई भन्यो हो। अब म यसलाई क्विट गरेँ। अनि त्यसपछि मैले यहाँ 15वटा क्वेसन, 12वटा क्वेसन र 10वटा क्वेसन सेलेक्ट गर्न मिल्छ। लेट्स सर्च समथिङ इन गुरु एआई है त। वाट इज कोरिलेसन भनेर सर्च गरौँ है त। ल यसले अब हामीलाई कोरिलेसनको डिस्क्रिप्सन पुरै दियो, फर्मुला सहित पुरै एक्सप्लेन गरेको छ। यसले चाहिँ स्टुडेन्टलाई एकदम मद्दत गर्नेछ। अब हामी फेरि ड्यासबोर्डमा आयौँ अनि नोट्समा गएर नोट कसरी हेर्ने भनेर हेर्छौँ।
अझ हामीसँग करेन्टली 11 र 12 को च्याप्टर वाइज नोट्सहरू छ, युनिट वाइज। लेट्स सी है त। अब म्याथमा गएर मानौँ ल बाइनोमियल थ्योरमको नोट्समा क्लिक गरौँ, अनि एक्सर्साइज 2.1 मा गएर हामीले बाइनोमियल थ्योरमको यो वाला एक्सर्साइजको नोट्सहरू हेर्न मिल्यो। फिजिक्सहरूको चाहिँ हामीले टपिक वाइज नोट्सहरू दिएका छौँ, त्यो चाहिँ 11, 12 को नोट्स हुनेछ। र यसरी हामीले गुरु स्कुल एपको डेमो हेऱ्यौँ।